दाङ तुलसीपुर 7 श्रीगैमा रहेको मेरीगोल्ड इङ्ग्लिस बोर्डिङ स्कुलको 29औं वार्षिक उत्सव सम्पन्न भएको छ। विद्यालय प्राङ्गणमा भव्य समारोहका बीच वार्षिक उत्सव मनाइएको हो। विद्यालयका प्रिन्सिपल वासुदेव रिजालको अध्यक्षता तथा आध्यात्मिक गुरु डाक्टर चिन्तामणिनाथ योगीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथि डाक्टर योगीले संस्कार सहितको शिक्षा आजको आवश्यकता भएको उल्लेख गर्दै शिक्षा केवल किताबी ज्ञानमा सीमित हुन नहुने बताउनुभयो। उहाँले बालबालिकालाई नैतिकता, अनुशासन, व्यावहारिक ज्ञान र सामाजिक जिम्मेवारी बोध सहित हुर्काउन अभिभावक र विद्यालय दुवैको भूमिका महत्त्वपूर्ण हुने धारणा राख्नुभयो। डाक्टर योगीले अभिभावक, विद्यालय, विद्यार्थी बीचको त्रिकोणात्मक सम्बन्ध मजबुत हुन सके मात्र बालबालिकाको समग्र विकास सम्भव हुने बताउँदै अभिभावकले विद्यालयसँग निरन्तर समन्वय गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले बालबालिकाको भाषा विकासमा घर परिवारको भूमिका अत्यन्तै महत्त्वपूर्ण हुने उल्लेख गर्दै सकारात्मक शब्द प्रयोग, सभ्य संवाद र संस्कारित बोली व्यवहारले बालबालिकाको व्यक्तित्व निर्माणमा सहयोग पुग्ने बताउनुभयो। मोबाइलको प्रयोग सम्बन्धी कुरा गर्दै डाक्टर योगीले मोबाइल पूर्ण रूपमा निषेध गर्नुभन्दा यसको सही प्रयोग सिकाउनु आवश्यक रहेको धारणा राख्नुभयो। मोबाइलको गलत प्रयोगले बालबालिकाको पढाइ, व्यवहार र मानसिक स्वास्थ्यमा नकारात्मक असर पार्न सक्ने भन्दै अभिभावक सचेत हुनुपर्ने सुझाव दिनुभयो। ठुलो भइसकेपछि, आफ्नो महल ठुलो बनाइसकेपछि वरिपरिका दुई चारवटा छात्राका लागि पनि उले केही सोच्न सक्यो भने बल्ल संस्कारको रिजल्ट आयो। मेरो घर ठुलो, म ठुलो, द्याट डजन्ट म्याटर। तपाईले कति दिनुभयो, तपाई कति कमाउनु भयो मतलब छैन, तपाई कति रमाउनु भयो त्यो मतलब छ। तपाईको घर कति ठुलो छ त्यो मतलब छैन, तर तपाईले अरु कतिको घरमा खुशियाली ल्याउनु भयो त्यो मतलब छ। त्यही भएर संस्कार से संसार बनता है। आमा बुवाहरू स्कुलमा फिस तिरेर केवल ट्युसनका लागि मान्छे राखिदिएर सबै कुरा सकियो नभन्नु होला। स्थिति एकदमै गाह्रो छ, एकदमै गाह्रो छ। कुनै बेला बच्चा ड्रगिस्ट बन्छ थाहा छैन, कुनै बेला बच्चा अल्कोहलिक बन्छ थाहा छैन, कुनै बेला स्मोकर बन्छ थाहा छैन, कुनै बेला डोरी खोलेर। उहाँले मेरीगोल्ड इङ्ग्लिस बोर्डिङ स्कुल समग्र रूपमा अनुशासित, व्यवस्थित र शैक्षिक गुणस्तरमा उत्कृष्ट रहेको आफूले अनुभूति गरेको प्रतिक्रिया व्यक्त गर्नुभयो। School is more than anything. It has comprehensive quality that can solve every single problem. ढुक्क भइदिनुहोस्। आहा मेरीगोल्ड आउने बेलामा ढोकामा मुसुक्क हाँस्नुला। आहा मेरीगोल्ड सयपत्री फुल, मेरीगोल्ड पत्र परेको खुसियाली, स्कुल आउँदा पनि खुसियाली, क्लासरुममा जाँदा पनि खुसियाली। कहिलेका वासुदेव सरले गाली गर्नुभएछ भने पनि सरले मलाई माया गर्नुहुन्छ, सम्झाउनु भयो भनेर खुसियाली। कहिले बच्चा रोएछ भने पनि खुसियाली, कहिले कुनै गार्जियनले आएर कम्प्लेन गरेछ भने पनि मैले गरेको कामलाई वाच गर्नेवाला, फिडब्याक दिनेवाला कोही छ भनेर त्यसप्रति कृतज्ञता ज्ञापन गर्ने खुसियाली। घरमा कहिले पनि यो देश खतम भयो, बर्बाद भयो नभन्नु होला। तेरो काका, तेरो मामा यस्तो भनेर गाली गर्ने कुरा नगर्नु होला। घरमा कहिले पनि तेरो आमा, तेरो बुवा यस्तो भनेर नेगेटिभ कुरा नगर्नु होला। बच्चा नेगेटिभ हुँदैन। संसारको कुनै पनि बच्चा। कार्यक्रममा विद्यालयका संस्थापक हरि रिजालले विद्यालय स्थापना कालको समयलाई स्मरण गर्दै विभिन्न चुनौतीबीच विद्यालय स्थापना गरिएको बताउनुभयो। उहाँले विद्यालय स्थापना गर्दा लिइएको उद्देश्य अनुसार हालसम्म निरन्तर रूपमा अघि बढिरहेको र विद्यालयको शैक्षिक गुणस्तरसँगै विद्यार्थीले प्राप्त गर्दै आएको समग्र सफलताप्रति आफू सन्तुष्ट रहेको धारणा राख्नुभयो। सामाजिक चेतना जागरण र अभिभावकको चेतना, अभिभावकको सोच र राजनीतिक एउटा चाहिँ तपाईँको चाहिँ दृष्टिकोण, यी सबैको एउटा सम्मिश्रणमा अति धेरै कहाली लाग्दो, अलिक धेरै चुनौतीपूर्ण समाज थियो। तर आज धेरै कडा मेहनत, परिश्रम र निरन्तर एउटा अभियानका रूपमा
एउटा शिक्षालाई एउटा समाजको एउटा चेतना जागरुक गर्ने एउटा दक्ष जनशक्ति उत्पादन गर्ने एउटा शिक्षाको उज्यालो एउटा प्रकाश फैलाउने अभियानलाई 29 वर्ष आइपुग्दा समाजमा धेरै परिवर्तन भए, धेरै उथल भए र समाजले एउटा नयाँ ढङ्गको पोलिटी पनि फेरेको हामीले अनुभूति गरिरहेका छौँ। समग्र उनीहरूको चौतर्फी विकासका लागि अतिरिक्त क्रियाकलाप अत्यन्त महत्त्वपूर्ण छ। त्यो आत्मबोध हाम्रो स्थापना कालदेखि नै थियो र हामी त्यसलाई सधैँ एकसाथ एउटा लगेर गयौँ र आज हामीलाई के गर्व लाग्छ भने हामीले पछाएको बाटोमा हामीलाई हिजो गाली गर्ने अथवा हामीलाई गुनासो गर्ने साथीहरू पनि अरू चाहिँ छरछिमेकीहरू पनि त्यही दिशामा हिँड्नु भएको छ। अभिभावकका तर्फबाट सुरेश रिजाल र आशिष केसीले मन्तव्य राख्दै विद्यालयले किताबी ज्ञानसँगै बालबालिकाको चौतर्फी विकास, अनुशासन र प्रतिभा पहिचानमा विशेष ध्यान दिएको बताउनुभयो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न समुदायको संस्कृति झल्कने नृत्य, राष्ट्रभाव झल्कने प्रस्तुति तथा गीतहरू प्रस्तुत गरेका थिए। विद्यार्थीहरूले आफैले वाद्यवादन सामग्री बजाउँदै गीत गाउनुका साथै मन्तव्य समेत प्रस्तुत गरेका थिए। उनीहरूको प्रस्तुतिले उपस्थित अभिभावक तथा अतिथिहरूलाई रोमाञ्चित बनाएको थियो। साथै विद्यार्थीहरूले विज्ञानका विभिन्न नमुनात्मक आविष्कारहरू प्रदर्शन गर्दै आफ्नो सृजनशीलता प्रस्तुत गरेका थिए। कार्यक्रमको अवसरमा विद्यालयका शिक्षक, कर्मचारी तथा सामाजिक क्षेत्रमा उदाहरणीय योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गरिएको थियो। विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीहरूलाई सम्मान तथा प्रमाणपत्र वितरण गरिएको थियो। साथै विद्यालयलाई सहयोग गर्ने पूर्व शिक्षक तथा विद्यार्थीहरूलाई पनि प्रमाणपत्रसहित सम्मान गरिएको थियो। कार्यक्रममा पुष्पन हेल्थ केयर तुलसीपुरको सहकार्यमा निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था गरिएको थियो। कार्यक्रममा विद्यालयका प्रिन्सिपल वासुदेव रिजालले विद्यालयले हालसम्म हासिल गरेको शैक्षिक तथा भौतिक प्रगति विवरण प्रस्तुत गर्नुभयो। उहाँले भौतिक पूर्वाधार, विद्यार्थी सङ्ख्या, अभिभावकको सकारात्मक प्रतिक्रिया तथा विद्यार्थीहरूले विभिन्न क्षेत्रमा प्राप्त गरेको सफलताका आधारमा विद्यालय सन्तोषजनक अवस्थामा रहेको बताउनुभयो। बालबालिकाको चौतर्फी विकासका लागि अभिभावकको भूमिका अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले किताबी ज्ञानसँगै अतिरिक्त क्रियाकलापमा पनि निरन्तर जोड दिँदै आएको बताउनुभयो। हाइली क्वालिफाइड टिचर्स टिमहरूले हामी यहाँ मिलेर काम गरिराखेका छौँ र एउटा मानव समाजमा मानव मूल्य शिक्षा सहितका अत्यन्त होनहार विद्यार्थीहरू उत्पादन गर्ने काममा हामी एकचित्त भएर लागेका छौँ। जति बनाए पनि नपुग्दो रहेछ। अघिल्लो वर्ष सायद यहाँ यो भौतिक संरचना पुगिसकेको बनिसकेको थिएन। अहिले हामीलाई पुग्छ, मलाई लागेको थियो यो भौतिक संरचना पुग्छ अब भनेर। तर यो अभिभावक दिवसको कारणले गर्दा, यो अभिभावक महोत्सव मनाउनु पर्ने कारणले गर्दा हामीले निर्माणको काम रोकेका हौँ। यही महिना हामीले यो बिल्डिङको दक्षिण साइडको भाग पर रोडसम्म पुग्ने गरी निर्माणको काम आरम्भ गर्न पर्ने हामी बाध्यात्मक परिस्थितिमा छौँ। यहाँहरूको माया, साथ, सहयोग र यहाँहरूको प्रेमलाई हामीले स्वीकारेका छौँ र यहाँहरूका रचनात्मक सल्लाह र सुझाव र आलोचनालाई पनि हामीले अत्यन्त सहृदयका साथ अपनाएका छौँ। त्यस कारण अहिले हामी करिब यो प्राङ्गणमा 2000 जनाको हाम्रो उपस्थिति रहेको छ। हाम्रो 1000 भन्दा बढी विद्यार्थीहरू यहाँ अहिले हुनुहुन्छ र त्यतिकै हाराहारीमा हाम्रा अतिथि र अभिभावकहरू हुनुहुन्छ। हामीले विभिन्न खालका मोटिभेसनल प्रोग्रामहरू सञ्चालन गरिरहेका छौँ र अब यो वर्ष हामीले सबैभन्दा बढी जोड गर्ने कुरा भनेको अभिभावक शिक्षा कार्यक्रम हो। मैले यहाँहरूलाई हात जोडेर बिन्ती गरेर भन्न चाहन्छु, जबसम्म आफूले आफ्नो बच्चालाई घरमा असल संस्कार दिन सकिँदैन तबसम्म त्यो बच्चाले स्कुलमा आएर पनि केही कुरा सिक्दैन। कार्यक्रमलाई थप आकर्षक बनाउँदै लोकप्रिय गायक बद्री पङ्गेनीको विशेष साङ्गीतिक प्रस्तुति रहेको थियो। पङ्गेनीले आफ्ना नयाँ तथा पुराना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै उपस्थित सम्पूर्ण दर्शक श्रोतालाई नचाउनु भएको थियो। उहाँको ऊर्जाशील प्रस्तुतिले कार्यक्रम स्थल उत्सवमय बनेको थियो भने उपस्थित विद्यार्थी तथा अभिभावक निकै उत्साहित देखिन्थे।
कार्यक्रमको सञ्चालन विद्यालय व्यवस्थापन समिति सदस्य रञ्जना रिजाल तथा भाइस प्रिन्सिपल सोमराज बस्नेतले गर्नुभएको थियो। थ्याङ्क यू। पुग्यो, एउटा गर्न पाइँदैन अझै।